साथीहरू आउनुहोस् आज हामी केही समय प्रेमको बारेमा छलफल गरौँ। प्रेम ईश्वरीय उपहार हो। प्रेम अनन्त हुन्छ, अजर हुन्छ, अमर हुन्छ। तर अहिले हाम्रो समाजमा, हाम्रो वरपर अथवा कतिपय मानिसहरूको जीवनमा भनौँ अथवा विशेष गरी वैवाहिक जीवनमा प्रेमको अभावको कारणले सम्बन्धमा पीडा अथवा समस्याहरू आएको उत्पन्न भएको हामी धेरै देख्न सक्छौँ। जहाँ प्रेम हुन्छ त्यहाँ चाहिँ एकअर्कालाई सहन गर्ने, सहनशील हुने, एकअर्काको बोझ उठाउने शक्ति पैदा हुन्छ। एकअर्काप्रति प्रेम भाव व्यक्त गर्ने, एकअर्कालाई दया देखाउने, माया गर्ने त्यो अवस्थाको सिर्जना हुन्छ। प्रेमले चाहिँ कहिल्यै पनि एकअर्काको रिस गर्दैन, डाहा गर्दैन, न एकअर्कासँग सम्बन्धमा प्रेमले कहिल्यै पनि घमण्ड गर्दैन। तर जहाँ प्रेमको अभाव हुन्छ, एकअर्का बीच रिस डाहा हुन्छ, घमण्ड हुन्छ, आफू चाहिँ सुपेरियर भन्ने विचार उत्पन्न हुन्छ अनि त्यसले चाहिँ सम्बन्धलाई सिद्ध्याइदिने काम गर्छ। प्रेमले कहिल्यै पनि जिद्दी गर्दैन। प्रेमले आफ्नो कुरा, आफ्नो विचार पनि व्यक्त गर्दछ र आफ्नो पार्टनरको, आफ्नो चाहिँ पति वा पत्नीको विचारलाई पनि उत्तिकै महत्त्व दिने भावनाको विकास गर्न प्रेमले सहयोग गर्छ। आफ्नै कुरामा जिद्दी गर्ने, झर्को मान्ने, एकअर्कासँग रिस डाहा प्रकट गर्ने त्यो विचारहरू जहाँ प्रेम हुन्छ हराएर जान्छ। अनि कहिल्यै पनि एकअर्काको गल्तीलाई जहाँ प्रेम भावना हुन्छ, एकअर्काको गल्तीको हिसाब त्यहाँ हुँदैन। जसरी यहाँ हामीले कोरन्थीको पुस्तकबाट हेऱ्यौँ भने पहिलो कोरन्थी 13 अध्यायको 4 पददेखि हेऱ्यौँ भने पनि यहाँ हामी यसरी लेखिएको भेट्टाउन सक्छौँ। प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाहा गर्दैन, न सेखी गर्छ। प्रेम हठी हुँदैन, न ढिट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। प्रेम खराबीमा प्रसन्न हुँदैन तर ठिक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सहनशील बनाउँछ र सबै कुराको प्रत्याहार गर्छ, सबै कुरामा आशा राख्छ र सबै